हेलो गाइज, वेलकम टु साई ब्लग। म आज जान लागेको छु फुलबारी होइन। अब त्यहाँबाट चाहिँ मलाई आफ्नो घरको लागि फुलहरू किन्न पर्ने छ होइन। अब हजुरहरूलाई पनि फुल चाहिएको छ, हजुर गोलफुटारतिर बस्नुहुन्छ भने म आइडिया दिन्छु कि कुन ठाउँबाट लिँदा राम्रो हुन्छ र कुन एरियामा कतातिर रहेछ होइन। मसँग हेर्नु न, यस्तो यस्तो फुल छ त, कति राम्रो। अब यहाँ चाहिँ यो सुकिसकेको थियो होइन, फेरि पात आउँदैछ। यसको सिजन अहिले आउँछ नि त, अनि पात आउँदैछ। अब हेर्नु त, आज गएर नयाँ लिने के। हेर्नु, माई फेभरेट। यो कि त लास्टै हो के? मैले के गरेँ त अहिले गोलफुटारमा बस्छु होइन। अनि गोलफुटार हजुरहरू बस्नुहुन्छ, हजुरहरूलाई आइडिया छैन कता छ फुलबारी, अब कुन ठाउँबाट फुल लिने होइन, राम्रो राम्रो कता चाहिँ प्राइस कति हुँदो रहेछ फुलको, त्यो चाहिँ म हजुरलाई आइडिया दिनेछु। हामीसँग आउनुहोस्, दिदीसँग आउनुहोस्। खुब हाँस्दै हुनुहुन्छ त दिदी। हो हामी फुलबारी जाने, फुल लिएर आउने र मेरो जनताहरूलाई फुलबारीको एरिया बताउने। अब हाम्रो मन्जिल चाहिँ धेरै करिब आइसक्यो, धेरै करिब। सबको मनमा लड्डु फुट्छ, मेरो मनमा चाहिँ फुल फुटिरह। समरमा हुने खाले फुलहरू अहिले कुन होला? फर्स्ट टाइम अरूहरू आएकै छैन। आएको छैन। यो डालीहरू छ, यिनीहरू छ। यो रातो फुल छ, जैली फुल छ। अब यिनीहरू त खासै टाइम रातो फुल छ, यो भर्खरै आएको हो। यिनको दिनहरू गाइजहरू कुनै फुल मन परेपछि भन है मलाई, म तिमीहरूको लागि किनेर पठाइदिन्छु। कसलाई भनेको? कति गर्नु? कस्तो राम्रो गाइज। वाउ, साँच्ची। यो चाहिँ हाम्रो गोलफुटार चौकमै रहेछ होइन, धेरै नजिकको रहेछ। यहाँ आएर किन्न हुन्छ गाइज। अहिले हुन त अलि धेरै फुलहरू भोलि पर्सिमा आउनेछ। यो चाहिँ जाडो महिनाको फुल हो। सानो त्यहाँ अगाडि त्यसको 200 पर्छ। यिनीहरू 380 कसरी अरे? कति भन्नु? 350। 300। अनि त्यो सानो खाले 200 अहिले आएको चाहिँ 15,000 सुनभन्दा कम छैन। हराएमा डर छैन। हेर्नु त के खालको 15,000 होला। राम्रो त राम्रो छ, तर 15,000 रहेछ। राम्रो छ, यो पनि महँगै होला। कसैले गिफ्ट देऊ त गाइज, जो मेरो फ्यान छ मलाई गिफ्ट देऊ त यो फुलहरू। त्यो 15,000 को फुल देऊ है। त्यो
त्यो गिफ्ट थियो अब रोजको बुकै होइन त्यस्तो त्यस्तो गिफ्ट दिने हो यो 250 अनि यो चाहिँ 500 जहिले भइराख्नु होइन त्यसै गरी 100 रुपियाँ जाने पनि छ तल अलि फुलेको छ यो जाडो महिनामा हो कि गर्मीमा 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 बोट त जहिले भइराख्छ 2500 रे 1800 रहेछ यो त महँगो भयो सब महँगो महँगो रहेछ यो पनि ह वाउ ल्याभेन्डरले चाहिँ मसेर यसको चाहिँ 250 गाइस ल्याभेन्डरले चाहिँ मसेर यसको चाहिँ 250 गाइस